हेलो हेलो सम्पूर्ण साथीहरूलाई नमस्कार। अहिले म चाहिँ यो पाल्पा जिल्लाको रानी महल हेर्नको लागि रानी महल नजिकै आएको छु। तपाईहरुलाई एउटा दृश्य रानी महलको दृश्य देखाउँदैछु, हेर्नुस् है त कस्तो छ। अब हामी प्रवेश हो, यो चाहिँ ठ्याक्कै प्रवेशद्वार हो रानी महलको है। यसको वरिपरिको बगैँचाहरू चाहिँ यस्तो रहेछ। रानी महलको बगैँचा हो, यो गेट हो, प्रवेशद्वार यस्तो छ, टलक्क टल्केको रहेछ। कस्तो लाग्यो रानी महल? ठिक छ हैन? यस्तो रहेछ रानी महल। यस्तो छ यहाँको दृश्यहरू, यति सुन्दर ठाउँ रहेछ। धेरै छिर्ने ठाउँ हो। आहा, यस्तो रहेछ हैन? किन त सकिनै हो कि। वाउ, यस्तो ठाउँ छ। पहिला पहिला राणा दरबारहरू यस्तै त नि। शिक्षा मन्त्रीको उ छ नि, यस्तै छ कि त्यहाँ पहिला यो यसो हेरौँ। अब यो त तलतिर जाने बाटो होला। यो माथि छिर्नलाई पनि पैसा लाग्ला जस्तो लाग्यो। यो भित्र छिर्नलाई पनि पैसा लाग्छ। जहाँ पनि जानलाई नेपालमा पैसा नलाग्ने भन्ने ठाउँै भएन। मन्दिर छिर्नलाई नै पैसा, कुनै पनि चाहिँ अलिकति पुरानो चिजहरू धरोहर हेर्नलाई पनि पैसा। यस्तो छ। चाहिँ ल्याउन बिर्सेछु। फोटोसुटहरू गरेको चाहिँ बेग्लै लिन्छ। राम्रो डेकोरेसन चाहिँ राम्रै रहेछ। अब पैसा उठाइसकेपछि त डेकोरेसन त राम्रो गर्नै पर्यो, नभए पैसा मात्र पेट भर्ने काम चाहिँ यस्तो रहेछ। अब कहिले आउँदैन मेरो काङ्ग्रेस थाप्यो। ल, सर्वप्रथम भगवान् भोलेनाथको दर्शन गरेँ। जय हो भगवान्, सारा संसार जगत प्राणीलाई रक्षा गर। हाम्रो देशको नेताहरूको सद्बुद्धि आओस्, सबैलाई सद्मार्ग देखाउनुहोस्, यही छ भगवान्सँग प्रार्थना। गरिब दिन दुखीको सबैको चाहिँ राम्रो होस्। यताबाट उल्टो घुमे, सबैको राम्रो गरून्, सबैको कल्याण होस्। यो चाहिँ शालिग्राम हो है, यो ढुङ्गालाई शालिग्राम ढुङ्गा भन्छ। यस्तो छ। यताबाट घन्टी पनि रहेछ। यो बज्ने खालको घन्टी हो कि नबज्ने घन्टी हो? यो बजाउने चिजै रहेनछ। त्यसो भित्र केही छैन। कस्तो लाग्यो विजयजी? घन्टी नभएको कस्तो है? उ त हुनु पर्यो नि यार, हल्लाउने त होइन। हलाउने चुडेर गयो होला नि त। ल, यस्तो रहेछ। ल, ठ्याक्कै यस्तो छ। हामी पाल्पाको रानी महल, भगवान् भोलेनाथ शङ्करको मूर्ति रहेछ यहाँ। मन्दिर पनि, सबैलाई रक्षा गरून् भगवान्। त्यो माथिबाट ठ्याक्कै राम्रो देख्ने रहेछ। नेपालको झन्डा, सिसी क्यामेराहरू पनि राखेको छ।
रानी माथिको गजुर चाहिँ खाइसकेछ क्या हो बेचेर यार त्यो मन्दिरको गजुर त होला नि यस्तो रहेछ यताबाट देख्ने भ्यूहरू यस्तो काठले बनेको रहेछ यो यस्तो छ दरबारहरू होइन ऊ त बाहिरतिर फुलहरू पनि बडा राम्रो रहेछ यो यस्तो राम्रो हजुर अब यही हो बाटो यही हो नि यसो हेर्दै जानुहोस् यता हेर्नुहोस् यसो हेर्नुहोस् फेरि माथि चढ्नुहोस् छैन 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 यही हो मेन द्वार नै यही हो यो माथि चाहिँ एकदमै राम्रो रहेछ ल एकदमै बेस्ट रहेछ यतिको त मैले जाने छु यहाँ फुलबारीहरू छ यस्तो है यहाँ यस्तै राम्रो रहेछ हेर्नुहोस् मेन दरबारको प्राङ्गण चाहिँ यो हो यस्तो छ दरबार चाहिँ पाल्पाको बिरुवा नछुनु होला भनेर लेखेको रहेछ है यो भाँसिसकिया रहेछ खतरा छ माथि नजानु यो चाहिँ अलिक गाह्रो रहेछ यता अब यतातिर पनि देखाउँदैछु तल यो कालीगण्डकी नदी हो नदी बढ्दै नदी पनि बाढी आएको रहेछ थोरै यस्तो अवस्था छ ठिक छ ओके छ त ल दरबारको मेन प्राङ्गण चाहिँ साह्रै राम्रो छ अति सुन्दर छ यो धुपीको बोटहरू छ अनि क्रिसमस ट्री पनि रहेछ होइन यस्तो राम्रो सबै यो तानसेन नगरपालिका अन्तर्गत पर्दो रहेछ यो विषम 2072 साल श्रावण 10 गते नेपाल सरकार र पुरातत्व विभागबाट तानसेन नगरपालिकालाई हस्तान्तरण भएको छ भनेर यो चाहिँ यसरी चाहिँ यो रहेछ ऐतिहासिक रानी घाट दरबार साह्रै सुन्दर छ
एकदमै हेर्न लायकको रहेछ यो चाहिँ। यो दरबार अगाडिको हेर्ने ठाउँ हो यो चाहिँ। यही हो। स्वामीको रुख टन्नै रहेछ। अब हामी दरबारको पुरै म फोटो लिँदैछु। यस्तो छ अगाडिबाट। अब दरबारको मेन गेट यो भित्र दरबारभित्र छिर्दैछु। दरबार परिसरभित्र के छ तपाईँहरू सबैलाई देखाउँदैछु र हामी देखाउनेछु। के रहेछ फोटो खिचेर चाहिँ नलगेको मान्छेहरू राखिदियो हो क्या। अब हामी दरबारभित्र छिर्यौँ है। यस्तो रहेछ। जाने ठाउँ चाहिँ यस्तो हो। यो भर्याङ हो। यो भर्याङ यस्तो छ है। यस्तो छ। अब यो रानी कक्ष भनेर लेखेको छ यो चाहिँ है। रानी कक्ष रहेछ। ल यहाँ चाहिँ राजा र रानीको फोटो रहेछ। यो चाहिँ जनरल खड्क शमशेर राणाको फोटो हो। यो चाहिँ उहाँको फोटो। तल उहाँको नाम पनि लेखिएको छ है। यो चाहिँ रानी तेज कुमारी राणा उहाँको फोटो। यो चाहिँ यहाँ सजाएर राखिएको छ। यो चाहिँ ग्राउन्ड फ्लोर हो है। यो माथिको सिलिङ चाहिँ यस्तो आकारको छ। यस्तो रहेछ। रानी तेज कुमारी राणा र जनरल खड्क शमशेर राणाको फोटो हो। यो यहाँ राखेको रहेछ। जाउँ माथि। अब हामी यहाँबाट माथि छिर्दैछौँ। त्यसबाट यहाँ फोटो सेसन भइरहेछ। हजुर माथि जानुलाई ठिकै छ। ओके ल धन्यवाद। अब फर्स्ट फ्लोरबाट ग्राउन्ड फ्लोरबाट हामी फर्स्ट फ्लोरतिर लाग्दैछौँ। हामी फर्स्ट फ्लोरमा अब प्रवेश गऱ्यौँ। फर्स्ट फ्लोरमा चाहिँ यस्तो छ। हेरौँ। यहाँ ऐतिहासिक चिजहरू पनि रहेछ। ल त्यो जमानाको भाँडाकुँडाहरू, गाग्रीहरू, खरकुँडा, पूजा गर्ने भाँडाहरू। अनि यो चाहिँ के भन्छ यसलाई? रक्सी पानी होइन यो भगवान् त्यो पनि रहेछ। यहाँ भगवान् गणेशको फोटो छ है। त्यतिखेर प्रयोग भएको सामग्रीहरू यहाँ सायद राजाले प्रयोग गरेको चिजहरू होला। यो यस्तो सामानहरू रहेछ। कसैबाट त